हुँदा हुँदा तिमीले मलाई समेत ढाँट्न थाल्यो। यस्तो राम्रो अङ्ग्रेजी बोल्ने केटीसँग लभ पर्यो रहेछ र पो मलाई पहिले भन्नु पर्दैन? बेकारमा तिम्रो चक्करमा लागेर आँखै फुट्ने गरिकन गोदै खाए। त्यस्तो केही पनि होइन के मामा, उसलाई मैले पहिलोचोटि भेटेको। सब थाहा पाइसके मैले। म पनि मेरो जमानाको बोकै हो के। मेरो आँखाको उपचारको निम्ति बजार जानु, त्यो केटीले भन्ने बित्तिकै सामान बोक्नु, अनि उसलाई च्याप्पस मातेर मुख चुच्चो पारेर सेल्फी खिच्नु, त्यो चाहिँ के हो नि? केही पनि होइन के मामा, तपाईँ जहिले पनि उल्टो सोच्नुहुन्छ। त्यस्तो केही भएको भए म तपाईँलाई भन्दिनँ थिएँ। मामा पनि त्यस्तो सुकिलो मुकिलो पढे लेखेको केटीले मलाई भाउ दिन्छे। भाउ दिन्छ अरे? दिइसक्यो। अघि दिउँसो दिएको के हो त? त्यो उकालो चढ्ने न्युमा चिप्लेर तिमीलाई ग्वाममा अँगालो हाल्ने, त्यो चिप्लेको होइन, तिमीलाई चिप्लाउनु खोज्दैछ त्यो केटीले। हेर भान्जा, म त बोको बने, तर तिमी चाहिँ बोको बन्ने होइन। बोकोले पनि हो भन्दैछ। बिचारा आज हो कि भोलि हो। भान्जा, बोको बन्ने बलिको होइन। ए मामा पनि खाली नचाहिँदो कुरा गर्नुहुन्छ।